सुनैत रहू आ मने मन गुनैत रहू। ई अछि रेडियो स्वागतम 89 मेगाहर्ट्ज। बहुत छोट व्यापारिक विश्राम के बाद फिर से अपने सबके स्वागत करल छी। श्रोता लोगन अखन अपने सब सुन रहल छी रेडियो स्वागतम 89 मेगाहर्ट्ज पर। अहीं सबके चिरपरिचित लोकप्रिय कार्यक्रम चौबटिया में आए हम उपस्थित छी। अपने सबके साथ विनोद महतो तेना हमरा सबके प्राविधिक रूप में साथ रहल छथि प्राविधिक मित्र विष्णु जी। श्रोता लोगन आए हम सब चौबटिया कार्यक्रम में बात कर रहल छी। श्रोता सबके फोन से बहुत आबि रहल अछि, ताहि दुआरे अपने सबके फोन हम सब कार्यक्रम के अंत दिस लेब से जानकारी कराबऽ चाहब। हम सब अब अखन बातचीत कर जा रहा छी जे अखन देशे भर नेपाल देश जे एशिया में पहिल खुला दिशामुक्त देश घोषणा भेले ओकर बाद जे नेपाल में पूर्ण सरसफाई अभियान जे चल रहा है, पूर्ण सरसफाई अभियान के माध्यम से जे परिवर्तन के बात सब जे आबि रहल छै, ओ परिवर्तन के लेल अखन की काम सब भ रहल छै, संघ सरकार की कर रहल छै, प्रदेश सरकार सब की कर रहल छै, स्थानीय सरकार सब ई अभियान के लेल पूर्ण सरसफाई अभियान के लेल कत की सब कर रहल छै, कत चुक रहल छै, जे बजट सब लाबि रहल छै, नीति तथा कार्यक्रम सब लाबि रहल छै, ओ कार्यक्रम सब में अभियान के जे पूर्ण सरसफाई अभियान कार्यक्रम सब छै प्राथमिकता में किया नहीं पड़े छै, नहीं पड़े के कारण की छै, ई सब विषय वस्तु सब पर हम सब अब बातचीत कर जा रहा छी। सरसफाई अभियान में लंबा समय से क्रियाशील सक्रिय भक लागल सरसफाई अभियान कर्मी तथा संचार कर्मी विनोद धौलागिरी जी संग हम सब बातचीत कर जा रहा छी, जे प्रदेश और संघ सरकार और स्थानीय सरकार के नीति तथा कार्यक्रम में ये कार्यक्रम सब समावेश करबाक लेल की करऽ पड़ते, अभियान के कोन रूप में आगाड़ी बढ़ाबऽ पड़ते, अखन कोरोना के समय में एकरा प्राथमिकता में राखि कऽ आगाड़ी बढ़ाबे के लेल की सब करऽ पड़ते, एहि विषय सब पर हम सब बातचीत कर जा रहल छी। सर सफाई में लंबा समय से सक्रिय अभियान कर्मी तथा संचार कर्मी विनोद धौलागिरी जी संग हम सब बातचीत के क्रम आगाड़ी बढ़ाबऽ चाहब। अपने सब सुन सकै छी। हेलो विनोद धौलागिरी जी नमस्कार। नमस्कार, यहाँलाई स्वागत छ रेडियो स्वागतमको चौबटिया कार्यक्रममा। धेरै धन्यवाद छ र रेडियो सुन्ने सम्पूर्ण श्रोता मित्रहरूमा पनि शुभ सन्ध्या शुभ साँझ। हजुर सर, अहिले जुन यो सरसफाई अभियानहरू चलिरहेको छ, पूर्ण सरसफाई अभियान चलिरहेको छ, खासमा यो विषयमा आजको कार्यक्रममा हामीले जोड दिएका छौँ र यो सरसफाई अभियानको क्रममा कोरोना भाइरसको जुन अहिले संक्रमण छ, विश्वव्यापी रूपमा जुन फैलिरहेको छ, एउटा सर्वसाधारणमा जुन त्रास छ, यो त्रासको बीचमा अब यो संघ सरकार प्रदेश सरकारहरूले बजेट पनि ल्याइरहेको छ, नीति तथा कार्यक्रमहरू पनि ल्याएको छ, अब स्थानीय सरकारहरूले ल्याउने तर्खर गरिरहेको छ। यस्तो अवस्थामा यस्तो महत्वपूर्ण अभियानहरू प्राथमिकतामा किन परिरहेको छैन? हुन्छ, एकदमै यो साह्रै वाइड क्वेसन भनेको एकदम विशाल प्रश्न भयो। यसलाई थोरै पार्ट गरेर हजुर हजुर टुक्रा गरेर म राख्न चाहन्छु। हजुर हुन्छ। लागि यहाँलाई धेरै धन्यवाद छ। वास्तवमै अहिले हामीले कोभिडबाट अथवा कोरोनाबाट बच्ने उपाय के भन्दा सबैबाट आउने पहिलो एन्सर भनेको साबुन पानीले राम्ररी मिची हात धुनुहोस्। दोस्रो के भन्दा भिडभाडमा नजानुस्। तेस्रो के भन्दा सरसफाइमा ध्यान दिनुहोस्। चौथो के भन्दा भौतिक दूरी कायम गर्नुहोस्। यी सबै सरसफाई र स्वच्छता सम्बन्धी बानी व्यवहार नै हुन्। कोभिडको हाँगा काट्ने कि ज्वरो काट्ने हो त्यो मूल कुरा हो। अहिले हामीले कोभिडको हस्पिटल बनाउने कुरामा फोकस गरेका छौँ, हामीले पोखरी सिँगार्ने कुरामा फोकस गरेका छौँ, हामीले शहरी सरसफाइमा फोकस गरेका छौँ, हामीले भनेको अहिले नेपाल सरकारले औद्योगिक क्षेत्रको फोहोर व्यवस्थापनमा जोड दिएको छ, प्लास्टिक थन्काउने कुरामा जोड दिएको छ। यो सबै आफैमा राम्रो छ, तर यो सबैको जग भनेको कोरोना मात्र होइन। अहिले कोरोना 4 वर्ष अगाडि
प्रदेश बैङ्ककै कुरा गर्ने हो भने झाडापखलाले बालबालिकाको मृत्यु भएको थियो होइन। 6 वर्ष 8 वर्ष अगाडि हेर्ने भने नेपालभरि झाडापखला फैलिएको थियो भनेको सरसफाइजन्य रोगहरू त कुनै न कुनै प्रत्येक वर्ष आइ नै रहन्छन्। अहिले अलि ठुलो हिसाबले कोरोना आयो, त्यसैले सरसफाइजन्य रोगहरू यस्ता सबै रोगहरूको जड भनेको चाहिँ स्वच्छता र सरसफाइ सम्बन्धी आनी बानीमा परिवर्तन नहुनु, त्यो आनी बानी दिगो नहुनु हो भन्ने सोचेर त्यसको जरा काट्ने अथवा यसको रुट कजको रूपमा रहेको कमजोर सरसफाइ सम्बन्धी आनी बानीलाई परिवर्तन गर्नका लागि जुन इन्भेस्टमेन्ट गर्नु पर्थ्यो, जुन खाले लगानी गर्नु पर्थ्यो अथवा दिगो सरसफाइमा लगानी गर्नु पर्थ्यो त्यो हुन सकेको छैन। नम्बर 1। नम्बर 2, चिन्तन नै के छ भने सरसफाइको लागि एक दिन बढाएरै पुग्छ, एक दिन वातावरण दिवस मनाए पुग्छ, पोखरी झिलिमिली पारे पुग्छ भन्ने जुन चिन्तन छ हजुर, यो चिन्तनले समुदायको स्वच्छता परिवर्तन गर्दैन। बाहिर झिलिमिली हेर्दा त राम्रो देखिला, त्यसैले जब मुहान धमिलो हुन्छ, धमिलो मुहानबाट स्वच्छ जल निक्लिन्छ भन्ने अपेक्षा जसरी गर्न सकिँदैन त्यसै सरसफाइलाई हेर्ने गलत नजरिया जुन छ त्यो गलत नजरियाको बीचबाट आउने नीति कार्यक्रमहरू त्यो सरसफाइ परिवर्तन गर्ने गरी धरातल तयार गर्ने गरी आउँछन् भन्न सकिँदैन। त्यसैले पहिलो कुरा त पुनः सरसफाइलाई हेर्ने नजरमा परिवर्तन गर्नुपर्छ। पुनः सरसफाइ भनेको चाहिँ अरू सबै होला, तर व्यक्तिको पहिला व्यक्तिगत घरायसी र घर वरिपरिका सरसफाइका पार्टहरू पहिलो कुरा हुन्। व्यक्तिगत सरसफाइ जन्य आचरण सुधारका कुराहरू पहिलो कुरा हुन्। सामाजिक मान्यता, सरसफाइ सम्बन्धी सामाजिक मान्यता स्थापित गर्ने कुरा पहिलो कुरा हो। अहिलेका हामीले हेर्ने भने 2 तहका बजेटहरू आइसके, संघीय सरकारको बजेट आयो, प्रदेश सरकारको बजेट आयो। संघीय र प्रदेश सरकारका बजेटहरूमा यो दुवै कुरामा ल्याकिङ देखिन्छ। र मुख्य कुरा अघि तपाईँले एउटै प्रश्नभित्र धेरै प्रश्न राख्नु भएको छ। हामीले संघीय सरकारको हेर्ने भने संघीय सरकारले नीति कार्यक्रममा केही कुराहरू समावेश गरेको छ। वास्तवमा अहिले 3 तहको सरकार छ, स्थानीय तहको सरकार छ, प्रदेश तहको सरकार छ र संघीय सरकार छ। संघीय सरकारले अलिकति अम्ब्रेलाको काम गर्ने हो, प्रदेश सरकारले अलिकति वर्किङ यो बडीको काम गर्ने हो र यो स्थानीय तहका सरकारहरू वर्किङ ह्यान्ड हुन् हामीले हेर्यौँ भने होइन। त्यसरी हेर्दा प्रदेश सरकारले संघीय सरकारले केही छोडेको छ नीति कार्यक्रमहरू, जस्तो निरोगी नेपाल नम्बर 41 मा संघीय सरकारको बजेटको ढुङ्गा नम्बर 41 मा निरोगी नेपाल निर्माण अभियान अन्तर्गत सफाई सहितको स्वस्थ जीवनशैली अवलम्बन गर्ने भनेर भनेको छ। त्यस्तै बुदा नम्बर 205 मा सरसफाइलाई दिगो बनाउन स्थानीय तह मार्फत सरसफाइका कार्यक्रम सञ्चालन गर्ने भनेर भनिएको छ। त्यस्तै खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि निर्दिष्ट गरेर बजेट विनियोजन गर्ने भनेर भनेको छ। यसरी महिला स्वास्थ्य स्वयंसेविकाको परिचालनबाट सरसफाइ स्वास्थ्य सचेतना र स्वास्थ्य शिक्षाको प्रवर्धन गर्ने भनेर भनिएको छ। यसरी साना तथा मझौला खानेपानी आयोजनाहरूमा विद्युत महसुलको छुटको व्यवस्था भनेको छ। सरसफाइ संरचना निर्माणतर्फ 4 अर्ब 15 करोड 15 लाख रुपियाँ विनियोजन भनेर भनेको छ। यसरी हेर्दा संघीय सरकारले केही बुँदाहरू छुने प्रयास गरेको छ, भलै यो बजेट पर्याप्त होइन। केही बुँदाहरू छोएको छ र स्थानीय तहलाई केही जिम्मेवारीहरू छुट्याएको छ। तर यो अपुरो भएका जिम्मेवारीहरूलाई प्रदेश सरकारले पुरा गर्नुपर्ने र त्यहाँबाट पुरा नभएकालाई स्थानीय सरकारले पुरा गर्नुपर्नेमा अहिले प्रदेश सरकारहरू त्यो बाटोमा चुकेको देखिन्छ। त्यो भने कोभिडको रुट कज, कोभिड लाग्नै नदिने वा कोभिड जस्तै अन्य सरुवा रोगहरू, सरसफाइजन्य रोगहरू लाग्नै नदिने कसरी भनेर रुट कज हेर्नतर्फ भन्दा पनि यसको उपचार, राहत, भौतिक संरचना, पूर्वाधार यिनैमा बढी केन्द्रित भएको देखिन्छ। हजुर, प्रदेश सरकारहरूको यो प्राथमिकतामा अहिले पनि नपरेको अवस्था छ। अब स्थानीय सरकारहरूको यो नीति तथा कार्यक्रम आउने बेला छ, अब केही तर्खरमा पनि छ बनाउने बेलामा। यस्तो अवस्थामा उहाँहरूले कस्तो यो पूर्ण सरसफाइ अभियानको लागि र खासमा यो स्वास्थ्य, इज्जत, प्रतिष्ठा र यो संक्रामक रोगहरूबाट पनि एउटा बच्ने ठुलो औजारकै रूपमा रहेको यो पूर्ण सरसफाइ अभियानको माध्यमबाट बच्न सकिन्छ भन्ने सन्देश उहाँहरूबाट त्यो स्थानीय सरकारहरू कहाँ पुगोस् र उहाँहरूले यो प्राथमिकतामा राखोस्, यसको लागि के गर्नुपर्छ सर? वास्तवमै संघीय सरकारले आफ्नो नीति कार्यक्रममा स्पष्ट रूपमा भनेको छ कि दुईटा कुरा भनेको छ।
एउटा त अबको समय भनेको पुनः सरसफाई प्रवर्धनको समय हो भनेर स्पष्ट रूपमा उल्लेख गरेको छ। हजुर। नम्बर 2 अर्को के भनेको छ भने यो पुनः सरसफाई प्रवर्धनका क्रियाकलापहरू सञ्चालन गर्ने, कार्यक्रमहरू सञ्चालन गर्ने र समग्रमा पुनः सरसफाई प्रवर्धन गर्ने मुख्य जिम्मेवारी स्थानीय सरकारको हो भनेर जिम्मेवारी तोकेको छ। हामीले अहिले प्रदेश सरकारको बजेट हेर्यौँ भने निश्चित रूपमा तोकेर, उदाहरणको लागि अहिले हामी अलिक वाइडर रेन्जमा कुरा गर्ने भने प्रदेश 5 को प्रदेश सरकारको अस्तिको नीति कार्यक्रम र बजेटमा के आएको छ भन्दा समानीकरण अनुदान अन्तर्गत स्थानीय तहलाई खानेपानी सरसफाई र स्वच्छता प्रवर्धनका लागि यति करोड रुपियाँ विनियोजन गरिएको छ भनेर स्पष्ट रूपमा प्रदेश सरकारले सरसफाई र स्वच्छता क्रियाकलापकै लागि स्थानीय तहलाई तोकेर बजेट विनियोजन गरेको छ। हामीले प्रदेश 2 का सन्दर्भमा कुरा गर्ने हो भने प्रदेश 2 ले पनि त्यसरी गर्न सक्नु पर्थ्यो। म थोरै प्रदेश 2 तर्फ थोरै जान चाहन्छु। प्रदेश 2 को अस्तिको बजेट हेर्ने हो भने नीति कार्यक्रम के यो जुन उद्देश्य छ, उद्देश्यको 6 नम्बर बुँदामा अथवा 6औं नम्बर बुँदामा स्पष्ट रूपमा के उल्लेख गरेको छ भने अब यो सरसफाई सहितको हैन जलवायु परिवर्तनका असर के भनेको छ, स्वच्छ खानेपानी सरसफाई, पर्याप्त आधुनिक ऊर्जा सहितको सुरक्षित मानव बसोबास तथा व्यवस्थित शहरीकरणमा जोड दिने भनिएको छ। भनेको एउटा सभ्य सहर हुनलाई सरसफाई आवश्यक छ। त्यो सरसफाई भनेको पोखरीको सफाई मात्रै होइन, व्यक्तिको सरसफाई र स्वच्छता सम्बन्धी आनी बानीमा फेरबदल पनि हो र परिवर्तन पनि हो भन्ने कुरा पनि स्वीकार गरेको छ। नम्बर 6 मा हामीले अस्तिको बजेट वक्तव्य हेर्यौँ भने पेज नम्बर 10 बजेट वक्तव्यको 21 नम्बरको तल 6 नम्बरमा त्यो उल्लेख गरिएको छ। हजुर। त्यो कार्यक्रममा आएको तर बजेटमा तल बाँडचुँड गर्ने क्रममा चाहिँ सरसफाइले ठाउँ पाएन, यसरी बुझ्न सक्छौँ। अब मुख्य जिम्मेवारी स्थानीय सरकारको भएको हुनाले प्रदेश सरकारले जे गर्न नसके पनि वा संघीय सरकारले जे गर्न नसके पनि अल्टिमेटली गर्ने दायित्व जिम्मेवारी प्रदेश सरकारलाई आएको छ। त्यसैले स्थानीय सरकारलाई आएको छ। त्यसैले स्थानीय सरकारले अब काम गरेर प्रदेश सरकार र संघीय सरकारलाई एउटा पाठ पनि सिकाउनु पर्नेछ, एउटा लेसन पनि सिकाउनु पर्नेछ। नम्बर 1 कुनै पनि कुरा कार्यान्वयनमा ल्याउनका लागि त्यसको नीतिगत आधार तयार हुनुपर्छ। नीतिगत आधार र कार्यक्रमगत आधार तयार गर्नका लागि गाउँपालिका नगरपालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता योजना अथवा गाउँपालिका नगरपालिकाको हामीले वाटर सैनिटेसन एन्ड हाइजिन प्लान भन्छौँ, छोटकरीमा यसलाई वास प्लान भनेर भन्छौँ। हजुर। त्यो गाउँपालिका नगरपालिकाले अबका 3 वर्ष 4 वर्ष या 5 वर्षभित्र खानेपानी सरसफाई र स्वच्छताका के क्रियाकलाप गर्ने र कहाँ पुग्ने हो त्यो कुराको स्पष्ट योजना तयार गर्नुपर्छ। नम्बर 1। नम्बर 2 सरसफाई प्रवर्धनका लागि नीतिगत आधार तयार पार्नलाई प्रत्येक स्थानीय तहहरूले सरसफाई, स्वच्छता, वातावरण संरक्षण र प्रवर्धनलाई संस्थागत गर्नका लागि कार्यविधि बनाएर त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ। जब सरसफाईको कार्यविधि बन्छ बल्ल सरसफाई पनि एउटा लिगल म्याटर अथवा एउटा कानुनी विषय, एउटा वैधानिक प्रावधानको विषय बन्न सक्छ। यस्तै तत्कालै दिशाजन्य लेदो व्यवस्थापन कसरी गर्न सकिन्छ, त्यसलाई कृषि कार्यसँग कसरी जोड्न सकिन्छ, त्यसको नीति बनाउनु पर्छ र नीतिलाई कार्यान्वयनमा ल्याउनु पर्छ। अर्को पाटो भनेको संस्थागत सरसफाइका लागि के गर्ने। हामीले प्रदेश 2 मा हेर्यौँ भने आजका मितिमा पनि 300 जना विद्यार्थीका लागि एउटा चर्पी भएको विद्यालय आजका मितिमा हामीले यो रेडियोमा कुराकानी गरिरहँदा पनि छ। जबकि नेपाल सरकारको खानेपानी विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधि 2074 र त्यसको परिमार्जित 2076 ले स्पष्ट रूपमा के भनेको छ भने कम्तीमा बढीमा चाहिँ 25 छात्रा बराबर 1 चर्पी र 40 छात्र बराबर 1 चर्पीको अनुपातमा चर्पीहरूको सुविधा र युरिनलको सुविधा व्यवस्थापन गर्नुपर्छ भनेको छ। हजुर। तर अब वर्षै पछि कनिका छर्या जसरी छर्ने बजेटले यो सम्भव छैन। त्यसैले यो मात्र होइन, अहिले पनि चर्पी नभएका स्वास्थ्य चौकीहरू हाम्रै नेपालमा छन्। हाम्रै 1 नम्बर प्रदेश 2 नम्बर प्रदेश हेर्यौँ भने पनि तालचा लगाएका चर्पी हुने स्वास्थ्य केन्द्रहरू अहिले पनि छन्। त्यसैले
त्यस्ता हेल्थ पोस्टहरू जहाँ चाहिँ अहिले पनि चर्पीमा ताला लागेर बस्छन् वा चर्पी छैनन्। अहिले पनि शहरी स्वास्थ्य केन्द्र हेर्ने हो भने प्रदेश नम्बर 1 र प्रदेश नम्बर 2 का कम्तीमा 20 वटा शहरी स्वास्थ्य केन्द्रहरूमा अहिले पनि चर्पी छैन। त्यसरी हेर्ने हो भने चर्पी नभएको विद्यालय र चर्पी नभएका स्वास्थ्य केन्द्रहरूको हामीले कल्पना गर्न सक्दैनौँ। हजुर। त्यसैले यस्ता सङ्घ संस्थागत हिसाबले कसरी सरसफाइ सुविधा प्रवर्धन गर्ने भन्ने कुरा पनि प्रत्येक स्थानीय तहले एउटा नीति बनाउनु पर्छ र त्यो नीतिलाई कार्यान्वयनमा ल्याउनु पर्छ। त्यस्तै सार्वजनिक स्थलहरूमा कसरी सरसफाइ प्रवर्धन गर्ने, कार्यालय सङ्घ संस्था त भइहाले, त्यो बाहेक फिल्म हल, ठुला सपिङ मार्केटहरू होइन, सपिङ कम्प्लेक्सहरू, त्यस्तै बजार लाग्ने ठाउँहरू, हटिया लाग्ने ठाउँहरू होइन, ठुला ठुला मेला जात्रा पर्व जमघट हुने ठाउँहरू, त्यहाँ हामीले सरसफाइ प्रवर्धन कसरी गर्न सक्छौँ त्यसको लागि सरसफाइ कोड पनि बनाउनु पर्ने हुनसक्छ। त्यो प्रयोग गर्नेले कसरी प्रयोग गर्ने भनेर सरसफाइ सम्बन्धी कोड पनि बनाएर त्यो सरसफाइको नीति पनि ल्याउनु पर्ने हुन्छ। यस्तै यो अब आउँदो वार्षिक कार्यक्रममा केही स्थानीय तहहरूले केही स्लोगनहरू राखेर, जस्तो केही सङ्घीय सरकार र केही प्रदेश सरकारहरूले एक घर एक धारा भन्ने नीति ल्याएको छ, त्यस्तै स्थानीय तहहरूले एक घर एक धारा अथवा एक घर एक हात धुने पक्की स्थान, प्रत्येक घर सुरक्षित शौचालय सहितको घर होइन, प्रत्येक घर बाथरुम सहितको घर अथवा प्रत्येक घर पिउने पानीको अनिवार्य शुद्धिकरण सहितको घर हो। यसरी कम्तीमा अब सबैलाई समेट्ने गरी त्यो स्थानीय तहले आफूले कसरी एउटा सरसफाइ प्रवर्धनको स्वच्छता प्रवर्धनको अभियान चलाउने हो त त्यो कुरा अब यो 10 गतेभित्र बजेट ल्याउनु पर्ने छ। स्थानीय तहले नीति कार्यक्रम ल्याउनु पर्ने छ, त्यसमा समय दिनुपर्छ। यसै गरी पूर्ण सरसफाइ कार्यक्रम लागू भइसकेको छ। अघिल्लो वर्ष असोज 13 गते नेपाललाई खुल्ला दिशामुक्त घोषणा गर्ने क्रममा नै सो समारोहका प्रमुख अतिथि सम्मानित प्रधानमन्त्रीज्यूले यो खुल्ला दिशामुक्त घोषणा मात्र होइन, यो पुनः सरसफाइ आजदेखि पुनः सरसफाइ उन्मुख राष्ट्र पनि हो भनेर घोषणा गर्नुभएको छ। र 2030 भित्र पुनः सरसफाइ उन्मुख राष्ट्र नै घोषणा गर्ने नेपालको पनि लक्ष्य छ र दिगो विकास लक्ष्यले पनि त्यो कुरालाई उल्लेख गरेको छ। यस सन्दर्भमा पुनः सरसफाइमा एकरूपता ल्याउनका लागि अब अनुगमन निर्देशिका तयार गरी पालिका तहमा अनुगमन निर्देशिकाहरूलाई कार्यान्वयनमा ल्याउनु पर्छ। यी कुराहरू स्थानीय तहहरूले मूलतः ख्याल गर्नु, ध्यान दिनुपर्ने र पुनः सरसफाइका अभियानहरूलाई स्थापित गर्ने एउटा आधार यसले तयार गर्न सक्छ। विनोदजी, यो अहिले जुन खास गरी मधेसमा र तपाईँ 1 नम्बर र 2 प्रदेश नम्बरको कुरा पनि गर्नुभयो, खासमा यो 2 नम्बर प्रदेशमा जुन एकदमै गरिब बस्तीहरू छ, केही दलित बस्तीहरू छ, यस्तो बस्तीहरूमा अहिले पनि शौचालयको प्रयोगको सुनिश्चितता हुन सकेको छैन। कतिपय घरमा चर्पी नै छैन, साउन पानीले हात धुने अभ्यास पनि छैन। यस्तो अवस्थामा यो दिगो विकासको लक्ष्य जुन 2030 सम्म सन् 2030 सम्म जुन राष्ट्रले पूरा गर्ने भन्ने लक्ष्य लिएको छ, यस्तो अवस्थामा स्थानीय सरकारहरूको प्राथमिकतामा पनि यो परेको छैन भने यस्तो बस्तीहरूमा कसरी यो अभियानहरू सघन रूपमा परिचालन हुन्छ जान्छ र ती जहाँ चर्पी छैन, जहाँ दलित बस्तीहरू छ, त्यो बस्तीहरूमा कसरी यो टोयलेटहरू बन्छ, चर्पीहरू बन्छ, साउन पानीले हात धुन्छ, यस्तो परिवर्तन गर्नलाई स्थानीय सरकारहरूले के गर्नुपर्छ? अब वास्तवमा साह्रै राम्रो प्रश्न ल्याउनु भएको छ। म फेरि प्रदेश नम्बर 2 को यो बजेटमा उल्लेख भएको प्रदेशको केही सामाजिक र भौतिक पूर्वाधारको वर्तमान स्थिति भन्ने खण्ड छ, म त्यता जान चाहन्छु। त्यहाँ के उल्लेख गरिएको छ भने हाम्रो प्रदेश नम्बर 2 मा औसत आयु कम छ, बाल मृत्यु दर बढी छ, शिशु मृत्यु दर बढी छ, त्यसै गरी रोग बढी छ, बेरोजगारी बढी छ, खर्च बढी छ भन्ने कुराहरू यो पृष्ठ यो खण्डमा चाहिँ यो प्रदेशको केही सामाजिक र भौतिक पूर्वाधारको वर्तमान स्थिति भन्ने खण्डमा बडा मुद्दाले उल्लेख गरिएको छ 4-5 वटा बुँदामा। यो उल्लेख गरिसकेपछि मलाई अलि अचम्मै लागेको कहाँनिर हो भने माथि नीति कार्यक्रममा पनि उल्लेख गरेको, त्यहाँ पनि उल्लेख कार्यक्रम गरेको, तर तल बजेटमा समावेश गर्न नसकेको। त्यो कुरालाई कमजोरीको रूपमा लिँदै स्थानीय तहले अब प्रदेशले त यो कमजोरी गर्यो नै, प्रदेश सरकारको त त्यहाँ ध्यान पुगेन, अलिकति पोखरी चम्काउनेतिर ध्यान पुग्यो, अलिकति पोखरी सफा गर्नेतर्फ ध्यान पुग्यो, तर विपन्न बस्ती सफा गर्नेतर्फ ध्यान पुगेन।
अलिकति पोखरीको सौन्दर्यकरणमा ध्यान पुग्यो तर विपन्न जनता बस्ने बस्तीहरूको सौन्दर्यकरणमा ध्यान पुग्न सकेन। रूपमा उल्लेख गर्नुपर्छ कि यसलाई 3 हिसाबले लैजानुपर्छ। नम्बर 1, सरसफाइलाई अलग्गै एक प्रमुख विषयको रूपमा अलग्गै एक प्रमुख विषयको रूपमा समावेश गरेर कम्तीमा यति अवधिभित्र, त्यो 3 महिना होला, 4 महिना होला, 6 महिना होला, यति अवधिभित्र प्रत्येक घरधुरीको सुरक्षित चर्पीमा पहुँचको सुनिश्चितता गरिनेछ, जसका लागि समुदाय परिचालन गरिनेछ र सरसफाई स्वच्छता सम्बन्धी आनी बानीमा आम परिचालनको माध्यमबाट र जागरणको माध्यमबाट स्वच्छता प्रवर्धन गरिनेछ भन्ने कुरा नीति कार्यक्रममा ल्याउनुपर्छ। क्रियाकलाप सेट गर्नुपर्छ। नम्बर 1। नम्बर 2, विपन्न बस्ती जहाँ विपन्नता छ, गरिबी छ, अशिक्षा छ, रोग पनि छ, त्यो ठाउँमा सरसफाई प्रवर्धन पहिलो प्राथमिकतामा नपर्न सक्छ। बिहान साँझको हातमुख जोड्ने सवाल पहिलो प्राथमिकतामा पर्न सक्छ। त्यसपछि मात्रै चर्पी बनाउने, धारा बनाउने, चर्पी मर्मत सम्हार गर्ने, बाथरुम बनाउने कुराहरू वा पानीको शुद्धिकरण गर्ने कुराहरू त्यसपछिको प्राथमिकतामा पर्न सक्छ। त्यसैले यी कुराहरूलाई अलिकति प्रवर्धनात्मक हिसाबले कसरी लैजान सकिन्छ? मैले भन्दिनँ अनुदानै दिनुपर्छ, 100% अनुदान दिनुपर्छ, मेरो आशय होइन, तर प्रवर्धनात्मक नीति त अपनाउन सकिन्छ नि त। उदाहरणको लागि आफ्नो घरमा हात धुने स्थायी प्लेटफर्म बनाउने अथवा हात धुने व्यवस्था गर्ने घरधुरीलाई गाउँपालिका नगरपालिकाले अर्को एउटा पुरस्कार त दिन सक्छ नि त। आफ्नै बलबुतामा चर्पी बनाउने घर परिवारलाई गाउँपालिका नगरपालिकाले हात धुने स्थान बनाउनका लागि एउटा रिवार्ड त गर्न सक्छ नि त। आफ्नै लगानीमा पानी शुद्धिकरण गर्ने व्यवस्था गर्ने घरधुरीलाई कम्तीमा सरसफाइका सामग्रीहरू त रिवार्ड गर्न सक्छ नि त। यसरी विपन्न बस्तीको आत्मसम्मान बढाउनका लागि उनीहरूले सानो पनि केही काम गरिसकेपछि, सरसफाइ प्रवर्धनको केही काम गरेपछि रिवार्ड स्वरूप, पुरस्कार स्वरूप उनीहरूलाई सपोर्ट गर्ने दोस्रो यस्तो खाले ह्यान्डसम सपोर्ट अथवा रिवार्डको पद्धति ल्याउन सक्छ। नम्बर 3 भनेको एकीकृत कार्यक्रम सञ्चालन गर्न सक्छ स्थानीय तहहरूले र गर्नुपर्छ। उदाहरणको लागि जुन घरमा भकारो सुधार अथवा गोठ सुधार कार्यक्रम छ, गोठ सुधार भनेको कृषि अन्तर्गत पर्न अथवा पशुपालन अन्तर्गत पर्न भने गोठ सुधार भकारो सुधार मात्र होइन, त्यहाँ भकारो सुधारले बायोग्यासलाई जोड्यो भने त त्यो ऊर्जासँग पनि सम्बन्धित भयो, त्यो सरसफाइ व्यवस्थापनसँग पनि सम्बन्धित भयो, त्यसले मलको पनि व्यवस्था गर्यो। जब बायोग्यासबाट ऊर्जा हुन्छ, त्यसबाट खाना पकाउन मिल्छ, अब त्यो मल खेतबारीमा प्रयोग गर्न मिल्यो, कृषि उपज बढ्यो, वातावरण मैत्री भयो, केमिकल पेस्टिसाइड, इन्सेक्टिसाइड र केमिकल फर्टिलाइजरहरू युज प्रयोग गर्नु परेन हो। यसरी अरू कार्यक्रमसँग एकीकृत हिसाबले पनि सँगसँगै लैजानुपर्छ। जस्तो विपन्न बस्ती छन्, सुकुम्बासी बस्ती छन्, जनता आवास कार्यक्रम सञ्चालन भइरहेछ। जनता आवास कार्यक्रममा आजका मितिमा पनि हेर्ने भने चर्पी नभएका घरहरू ठडिरहेछन्। खुल्ला दिशामुक्त घोषणा भइसकेको, पूर्ण सरसफाइ उन्मुख राष्ट्र घोषणा भइसकेको राष्ट्रमा अहिले पनि जनता आवास कार्यक्रम जुन विभिन्न तहका सरकारहरूले सञ्चालन गरिरहेको कार्यक्रम हो, जहाँ न्यूनतम एउटा चर्पी पनि नभएका घरहरू ठडिरहेछन्। कम्तीमा जनता आवास कार्यक्रम अन्तर्गत बन्ने घरहरूमा चर्पी हात धुने ठाउँ र कम्तीमा नुहाउने ठाउँको सुनिश्चितता त होस् न त। जनता आवास जस्ता कार्यक्रमहरू र विपदसँग सम्बन्धित कार्यक्रमहरूमा पनि पूर्ण सरसफाइलाई सँगसँगै जोडेर इन्टिग्रेटेड म्याटरको रूपमा, अन्तर सम्बन्धित विषयको रूपमा अगाडि लैजानुपर्छ। यसरी लैजान सक्यो भने मात्रै विपन्नहरूमा बल्ल सरसफाइ प्रवर्धनका आधारहरू तयार हुन्छ। अहिले त साँचो अर्थमा भन्यो भने दिगो आधारहरू विपन्न बस्तीहरूमा साँच्चै तयार भइसकेका छैनन्। सर, एउटा तपाईँले वास प्लानको पनि कुरा उठाउनु भयो। अब स्थानीय सरकारहरू, स्थानीय तहहरूले पनि वास प्लान बनाउनु पर्ने हुन्छ। अब यो खासमा वास प्लान के हो भन्ने कुरा कतिपय स्थानीय तहले अहिलेसम्म पनि बुझ्न नसकेको कुराहरू पनि छ। खासमा 2 नम्बर प्रदेशकै कुरा गर्ने हो भने, अनि 2 नम्बर प्रदेशमै नीति तथा कार्यक्रममा र बजेटमा पनि पोखरीहरूको सौन्दर्यकरण गर्ने कुराहरू आएको छ। अब यो वास प्लान अन्तर्गत पालिकाहरूले, स्थानीय सरकारहरूले वास प्लान बनाउँदाखेरि अब त्यसमा के विषयहरू समेट्नुपर्ने यहाँले प्रष्टै पारिदिनु भयो। अब यसको लागि अहिले जुन स्थानीय तहहरूको जुन अलमलको अवस्था छ वास प्लानको लागि, त्यसको लागि स्थानीय तहहरूले अब वास प्लान बनाउनेतिरको लागि अब के गर्नुपर्छ होला? यो वास प्लान भनेको अरे ठुलो विषयको रूपमा धेरैले लिने गर्नुहुन्छ। यो त्यति ठुलो विषय नै होइन, यो जटिल विषय, अप्ठ्यारो विषय नै होइन। वास्तवमा हजुर, वास प्लान भित्र
यो एउटा निश्चित अवधिभित्र, जस्तो 3 वर्ष 5 वर्ष होला, 6 वर्ष होला वा 4 वर्ष होला, एउटा निश्चित अवधिभित्र हजुर आफ्नो गाउँपालिका या नगरपालिकाका सम्पूर्ण घरधुरीहरूमा अनि त्यसै गरी सम्पूर्ण कार्यालयहरू, सङ्घ संस्थाहरू र सार्वजनिक स्थलहरूमा खानेपानी सरसफाइ र स्वच्छताको कुन अवस्था हासिल गर्ने त्यसको एउटा एकीकृत योजना हो जसमा 6 वटा कुराहरू समेटिएका हुन्छन्। नम्बर 1, घरैसी तहमा खानेपानी सरसफाइ र स्वच्छताको अवस्था कस्तो हुने। नम्बर 2, सङ्घ संस्था कार्यालय निकायहरूमा खानेपानी सरसफाइ र स्वच्छताको अवस्था के हुने, कस्तो हुने, न्यूनतम मापदण्ड के हुने। नम्बर 3, सार्वजनिक सङ्घ संस्था स्थलहरूमा खानेपानी सरसफाइ र स्वच्छताको अवस्था कस्तो हुने। नम्बर 4, खानेपानीमा पनि कुन घरधुरीलाई कति अवधिभित्र कुन खानेपानी प्रणालीको पानीमा पहुँच पुर्याउने र कस्तो क्वालिटीको पानीमा पहुँच पुर्याउने। नम्बर 5, सरसफाइको दिगो व्यवस्थापनका लागि के गर्ने, जस्तो ल्यान्डफिल साइड बनाउने कुरा, सेनिटरी ल्यान्डफिल साइड बनाउने कुरा, ढल व्यवस्थापनको कुरा। त्यसै गरी जुन घरायसी तहमा भइरहेका चर्पीहरू छन् ती चर्पीहरू अहिले हामीले प्रदेश नम्बर 2 मा हेर्यौँ भने अधिकांश घरहरूमा भएका चर्पीहरूका खाडलमा रिङ राखिएका छन्। ती रिङ त भोलि बिहान त भरिएला नि त, 2 वर्ष 3 वर्षमा त भरिन्छन्। त्यो भरिएपछि त्यो स्लग अथवा त्यो लेदोलाई कहाँ कसरी व्यवस्थापन गर्ने, 2 वटा तरिका छन् व्यवस्थापनका। एउटा तट स्थानमा व्यवस्थापन गर्ने, जस्तो 1 खाल्डे चर्पी छ भने 2 खाल्डे बनाउने र 2 वटा खाल्डोमा पालै पालो प्रयोग गर्ने। एउटा खाल्डो भरिसकेपछि त्यो लेदोलाई दोस्रो खाल्डोमा, त्यो जुन अब चर्पीमा दिशा गर्दाको लेदो हो त्यसलाई दोस्रो खाल्डोमा जाने व्यवस्था मिलाउने। पहिलो खाल्डोमा त्यहाँ पानी छिर्न नमिल्ने गरी त्यो राख्ने हो भने त्यो 1 वर्षमा कुहिएर मल बन्छ, 1 वर्ष 1.5 वर्षमा कुहिएर मल बन्छ। त्यो मल बनिसकेपछि त्यसलाई हामीले खेतबारीमा लगाउन सक्छौँ, जसलाई विश्व बजारमा गोल्डन फर्टिलाइजर भनेर भनिन्छ, सुनौला मल भनेर भनिन्छ, जसले माटोको उर्वरा शक्ति कायम राख्नलाई एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ, जसलाई हामीले अन साइट म्यानेजमेन्ट भनेर भन्छौँ अथवा तट स्थानमा म्यानेज गर्ने। यो एउटा हो भने जसले सेप्टिक ट्याङ्क बनाउनु भएको छ, सेप्टिक ट्याङ्क बनाएकाहरूले त अन साइट म्यानेज गर्न त गाह्रो हुन्छ हो, त्यस्ता सेप्टिक ट्याङ्कहरूको लेदोलाई कहाँ लगेर सुरक्षित तरिकाले व्यवस्थापन गर्ने त, त्यसलाई हामीले अफ साइट म्यानेजमेन्ट भन्छौँ। यसरी लेदोको व्यवस्थापनमा कसरी गर्ने। त्यस्तै खानेपानी आयोजनाहरूमा र अर्को मुद्दा भनेको खानेपानी आयोजनाहरूमा कसरी यो खानेपानी सुरक्षा योजना लागू गर्ने त, जसलाई हामीले चाहिँ वाटर सेफ्टी प्लान भन्छौँ। वाटर सेफ्टी प्लान कसरी लागू गर्ने र सेनिटेसन सेफ्टी प्लान कसरी लागू गर्ने हो, यति कुराहरू समेटेर हामीले के गर्न सक्छौँ, गाउँपालिका नगरपालिका तहको खानेपानी सरसफाइ र स्वच्छता योजना अर्थात् वास प्लान तयार गर्न सक्छौँ। वास्तवमा वास प्लानले खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रको दिगो विकासका लागि एउटा आधार तयार गर्नका लागि फाउन्डेसनको काम गर्छ, एउटा जगको काम गर्छ। त्यसैले यो भनेको खानेपानी सरसफाइ र स्वच्छताको दिगो प्रवर्तनका लागि एउटा पूर्व शर्त हो, अनिवार्य पूर्व शर्त हो। त्यसैले अहिले जो रेडियो सुनिरहनु भएको छ, जुन सभासदज्यूहरूले सुनिरहनु भएको छ, मान्यज्यूहरूले सुनिरहनु भएको छ, स्थानीय तहका प्रतिनिधिहरूले सुनिरहनु भएको छ, सामाजिक सङ्घ संस्था सहजीकरण गर्ने क्षेत्रका व्यक्तित्वहरूले सुनिरहनु भएको छ र आम जनताले सुनिरहनु भएको छ। यसमा केन्द्रित हुनुहुन म विनम्र अनुरोध गर्दछु। मौका एकपटक आउँछ, समय एकपटक आउँछ। अहिले कोभिडको समय छ, कोभिडले सरसफाइ र स्वच्छतालाई स्थापित गर्ने एउटा आधार तयार गरिदिएको छ। अहिले हामीले यो सरसफाइ र स्वच्छतालाई स्थापित गर्न सकेनौँ भने फेरि अबका 10 वर्ष 20 वर्ष हामीले गर्न सक्दैनौँ, किनभने अर्को वर्षका प्राथमिकताहरू फरक हुन सक्छन्। प्रत्येक वर्ष प्राथमिकताहरू बदलिँदै जान्छन्। अहिलेको पहिलो प्राथमिकता भनेको जीवन बचाउने प्राथमिकता छ र सरसफाइको दिगो सरसफाइको लक्ष्य भनेको पनि स्वस्थ मानव जीवन नै हो, स्वच्छ समाज हो, जसका माध्यमबाट सामाजिक रूपान्तरण नै हो। यो कुरालाई स्थापित गर्नका लागि वास प्लान तयार गरिन्छ। तयार गर्दा प्रत्येक घरधुरीहरूको विवरण, सङ्घ संस्था क्षेत्रहरूको विवरण र सार्वजनिक स्थलको खानेपानी सरसफाइ र स्वच्छताको विवरण समावेश गरेर अबको 5 वर्षमा कहाँ पुग्ने हो, त्यसका लागि के कार्यक्रम कसरी सञ्चालन गर्ने हो भन्ने कुरा यो वास प्लानमा समावेश गरिएको हुन्छ। विनोदजी।
हजुर विनोद सर, यो अन्तमा एउटा जुन अहिले तपाईँले पनि कुरा गर्नुभयो, सार्वजनिक स्थलहरूमा सरसफाइको कुरा आउँछ, त्यसपछि सार्वजनिक शौचालयको पनि कुरा आउँछ। खास गरी पब्लिक एरियाहरू जुन हुन्छ, बढी भिडभाड हुने ठाउँ हुन्छ, त्यहाँ सार्वजनिक शौचालय चाहिन्छ। स्थानीय स्तरबाट जनताहरूको पनि माग हुन्छ कि टोयलेट यहाँ बनोस्, होइन, बजार एरिया होस् या अन्य चोकचौरा एरिया होस्। तर स्थानीय सरकारहरू त्यहाँ टोयलेट बनाउन, सार्वजनिक शौचालय बनाउन पछि परिरहेका हुन्छन्। किनभने टोयलेट त बनाउने, तर त्यसको व्यवस्थापनको जिम्मा जुन छ त्यो प्रभावकारी हुँदैन। टोयलेट अव्यवस्थित हुन्छ, त्यसको ढलको निकास अव्यवस्थित हुन्छ। त्यसको लागि स्थानीय सरकारहरूलाई यहाँले के सल्लाह सुझाव दिन चाहनुहुन्छ जसले यो सार्वजनिक शौचालयहरूको सही व्यवस्थापन होस् र बनोस्? वास्तवमा सार्वजनिक शौचालय प्रवर्धनका दुईवटा तरिकाहरू छन्। अहिले हाम्रै नेपालमा हेर्ने भने पनि एउटा सार्वजनिक शौचालयहरू अथवा सार्वजनिक सरसफाइका क्षेत्रहरू त्यसलाई आय आर्जनसँग जोडेर लैजाने, जसमा निजी क्षेत्रलाई सँगसँगै जोडेर लैजाने। हजुर, निजी क्षेत्रलाई जोडेर त्यहाँ त्यो पब्लिक प्लेसमा, उदाहरणको लागि बस स्ट्यान्ड, होइन, बस स्ट्यान्डमा सुविधा सम्पन्न शौचालय बनाउने, त्यहाँ रुमको पनि व्यवस्था गर्ने, त्यो बाथरुममा नुहाउने, कपडा धुने कामको ठाउँको व्यवस्था गर्ने, त्यहाँ पसल वा सटरको पनि व्यवस्था गर्ने र त्यो सँगसँगै त्यो सबै काममा थालनीदेखि नै निजी क्षेत्रलाई पनि सँगसँगै लैजाने। यो गर्न सक्यो भने यो निजी क्षेत्रको सहभागितामा अलिकति दिगो हुन सक्छ। नम्बर 1। नम्बर 2, जसले घरमा बिहान उठेर लोटामा पानी बोकेर झाडीमा गएर कुलोमा गएर दिशा गरेर आउँछ, त्यसले सार्वजनिक शौचालयको माया गर्न जान्दैन। जसले घरको चर्पीको माया गर्न जानेको छैन, उसले सार्वजनिक शौचालयको माया गर्न जान्दैन। त्यसैले एकातर्फ पब्लिक यो प्राइभेट सेक्टरलाई पनि इन्भल्भ गरेर यो सार्वजनिक सरसफाइ व्यवस्थापनमा लाग्नुपर्छ भने अर्कोतर्फ कसरी घरको चर्पीलाई माया गर्ने, पहिला घरमा चर्पी नभए बनाउने, भएकोलाई मर्मत सम्भार र स्तरोन्नति गर्ने र त्यो चर्पीलाई कसरी माया गर्ने भन्ने कुरा जब घरायसी तहमा सिकाइन्छ, बल्ल त्यसले के गर्न, त्यो व्यक्तिले के गर्न जान्दछ भन्दा सार्वजनिक सरसफाइका सुविधाहरूको पनि माया गर्न जान्दछ र एउटा जिम्मेवार नागरिक बन्न सक्छ। एउटा यो विधि रहेको छ। यो विधिबाट जान सकिन्छ एउटा भने। दोस्रो भनेको हामीले क्लस्टरिङ गरेर पनि, जस्तो के अरे एउटा समूह बनाएर, एउटा ग्रुप बनाएर पनि, ल एउटा सार्वजनिक शौचालय बनाऊ, एउटा युरिनल बनाऊ, त्यो युरिनल र सार्वजनिक शौचालय व्यवस्थापनको जिम्मेवारी यो समूहलाई दिउँ। जुन समूहले समूहगत हिसाबले निर्णय गर्छ, समूहगत हिसाबले त्यसको व्यवस्थापन गर्छ, समूहगत हिसाबले त्यसको सञ्चालन गर्छ र मर्मत सम्भार गर्छ। यसरी पनि गर्न सकिन्छ भने नेपालमै अर्को एउटा मोडालिटी भनेको जसलाई हामीले भक्तपुर मोडालिटी भनेर भन्छौँ। भक्तपुर मोडालिटी कस्तो छ भने आधारभूत सरसफाइ भनेको व्यक्तिको मौलिक अधिकार हो। त्यो मौलिक अधिकार राज्यको दायित्व भन्ने हिसाबले गाउँपालिका नगरपालिकाले नै त्यो शौचालय निर्माण, मर्मत सम्भार, स्तरोन्नति सबै जिम्मेवारी लिने र आम पब्लिकलाई सचेत गराउने, उहाँहरूलाई उपयुक्त तरिकाले शौचालयको प्रयोग गर्ने कुरामा ओरिएन्ट गर्ने, ट्रेन गर्ने, अभियान चलाउने र बिना शुल्क शौचालय प्रयोग गर्ने बनाउने। यो अर्को एउटा मोडालिटी नेपालमै भक्तपुर जिल्लामा अभ्यास पनि भइरहेको। यो तीनवटा मोडालिटीमा सार्वजनिक शौचालय निर्माण गर्न सकिन्छ। अर्को भनेको घुम्ती शौचालय हो। घुम्ती शौचालय जहाँ वर्षको 1 पटक 2 पटक 4 पटक त्यस्ता ठुला मेला जात्रा पर्वहरू लाग्छ, त्यस्तो अवस्थामा घुम्ती शौचालय अथवा अस्थायी ट्रेन्चवाला शौचालयहरूको पनि निर्माण गर्न सकिन्छ। मुख्यतः मैले भनेका पहिलो दुईवटा अप्सनहरूलाई कार्यान्वयन गर्न सकिन्छ प्रदेश नम्बर 2 का सन्दर्भमा हेर्ने भने विनन्ती। हजुर, अन्तमा सर यो के भन्छ ल्यान्डफिल साइटको जुन कुरा आउँछ, खास गरी 2 नम्बर प्रदेशकै कुरा गर्ने हो भने घना बस्तीहरू छ, नजिक बस्तीहरू छ, समतल भूभाग छ। अब उदाहरणकै लागि जनकपुर धाम उपमहानगरपालिकाले पनि विगतमा ल्यान्डफिल साइट बनाउने भन्ने कुरा निर्णय पनि भयो, बजेट पनि आयो, तर स्थानीयहरूको अवरोधको कारण, बस्ती नजिकै हुन्छ भनेर अवरोधको कारण त्यहाँ बनाउन दिएन। अब यस्तो कुराहरू छ। मधेसमा यो ल्यान्डफिल साइटको अवस्था र पालिकाहरूले बनाउने जुन योजना ल्याए पनि भोलिका दिनमा अवरोधहरू आउन सक्ने अवस्था छ। किन अवरोध आउँछ? बस्ती नजिक बनाउँदा, ल्यान्डफिल साइट बस्ती नजिक बनाउँदा के त्यसले असर गर्छ केही समुदायलाई? त्यसो हो, अब सबैभन्दा पहिला चाहिँ मानसिकता कसरी बनेको छ भन्ने कुरा हामीले हेर्नुपर्छ क्या विनोदजी। हजुर हजुर। एउटा सोशल फ्याक्ट अथवा सामाजिक तथ्यलाई कसरी निर्माण गरिएको छ, व्यक्तिको चिन्तन कसरी बनेको छ भन्ने कुरा। अहिले पनि के छ भन्दा चर्पी भन्दा बित्तिकै गनाउँछ भन्ने मानसिकता छ। ल्यान्डफिल साइट भन्दा बित्तिकै त्यो
फोहोर हुन्छ भन्ने मानसिकता छ हैन। हजुर। मानसिकता कहाँबाट बन्यो भन्दा अहिलेसम्म हामीले हेरेका चर्पीहरू गनाउने नै छन् हैन। हामी पब्लिक टोयलेटहरू गनाउने नै छन्, हामीले हेरेका ल्यान्डफिल साइटहरू व्यवस्थित हुन सकेका छैनन्। ल तपाईले 2 नम्बर प्रदेशको कुरा गर्नुभयो, जनकपुरको कुरा गर्नुभयो। जनकपुर उपमहानगरपालिकाले फोहोर जम्मा गरेर कहाँ फ्याँक्छ त नि? फोहोर फ्याँक्ने भनेको त पिडारी चोकका छेउमा नै हो लगेर। हजुर। हैन, त्यही उतापट्टि अर्को चौरमा हो, उता खेलकुद मैदान भन्दा रङ्गशाला भन्दा पछाडिको चौरमा फाँटमा लगेर फाल्ने हो हैन। विश्वविद्यालय भन्दा पछाडिको खाली ठाउँमा लगेर फ्याँक्ने हो, जहाँ के देखिन्छ त्यही फ्याँक्ने हो। त्यो देखेर पब्लिकलाई के भएको छ भने ल्यान्डफिल साइट भनेको पनि यस्तै हो, बाहिरबाट फोहोर मात्र फाल्ने चिज हो भन्ने छ क्या। वास्तवमा वाट इज ल्यान्डफिल साइट भनेर बुझाउन सकिया अवस्था छैन। वास्तवमा एउटा सानो कुरा जोड्न चाहन्छु, हुन त हामी समय एक्सिट भइसकेको छ, पार भइसकेका छौँ। हजुर हजुर। हाम्रो प्रदेश नम्बर 2 मा हेर्ने भने यो खानेपानी सरसफाइ र स्वच्छता नबुझेको मान्छे हुनुहुन्न। उहाँहरूले प्रदेश तहमा नीति बनाएर बकाइदा जनतालाई, आम जनतालाई खानेपानी सरसफाइ स्वच्छता के हो, पब्लिक सेनिटेसन भन्यो, यो सार्वजनिक स्थलको यो सरसफाइ भने के हो, सार्वजनिक स्थलमा कसरी सरसफाइ राख्नुपर्छ, त्यो सम्बन्धी कस्ता नीति नियम बनाउनुपर्छ, घरायसी तहमा सरसफाइ कसरी अगाडि बढाउनुपर्छ, सरसफाइ महाअभियान कसरी चलाउनुपर्छ भन्ने थाहा भएको माननीयहरू हुनुहुन्छ। जस्तो हाम्रो मन्त्रीजीहरू पनि पहिला सरसफाइ अभियानकर्ताको रूपमा रहेका मन्त्रीजी हुनुहुन्छ। अहिले हामीले माननीय सांसदज्यूहरूलाई हेर्ने हो भने पहिला जिल्ला खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिको एकदम प्रभावकारी भूमिका खेल्ने सदस्यहरू अहिले मानिएको रूपमा हुनुहुन्छ। हजुर हजुर। जनकपुरमा सरसफाइ महाअभियान चलाउने र जनकपुरमा हैन गंगा सागरको मुहार फेर्ने काममा अगुवाई गर्ने रामाशिष दाइ जस्ता व्यक्तिहरू अहिले त्यहाँ मान्य हुनुहुन्छ, विधायकको रूपमा हुनुहुन्छ, नीति निर्मातामा हुनुहुन्छ। वास्तवमा के अनुरोध गर्न चाहन्छु भने यो ल्यान्डफिल साइट भनेको फोहोर हुने चिज होइन, त्यो बनाउने चिज होइन। सेनिटरी ल्यान्डफिल साइट भनेको त ल्यान्डफिल साइटमै फाल्न पर्ने निश्चित वस्तुहरूलाई हाइजिन मेन्टेन गरेर सरसफाइ स्वच्छता योजना अनुरूप त्यसले कुनै पनि मानवलाई प्रतिकूल असर नपार्ने गरी, कुनै पनि अवस्थामा कोही पनि मानवलाई प्रतिकूल असर नपार्ने गरी फोहोरको व्यवस्थापन गर्ने एउटा प्रणाली हो, एउटा स्थान हो सेनिटरी ल्यान्डफिल साइट भनेको। सेनिटरी ल्यान्डफिल साइटले कहिल्यै पनि त्यसका अलि टाढाका भनेको अलि पर रहेका बस्तीहरूलाई न त्यहाँ दुर्गन्ध आउँछ, न त्यहाँकोले कुनै रासायनिक हानि गर्छ, न त्यहाँकोले कुनै हानि गर्छ, कुनै पनि हानि गर्दैन। किनभने त्यसको मापदण्ड नै के भनिएको छ भन्दा बनाउँदा नै, त्यो निर्माण गर्दा नै मानव बस्ती कुनै पनि मानवहरूमा असर पर्ने गरी बनाउन पाइँदैन भन्ने त्यसको बकाइदा मापदण्ड नै छ। हजुर हजुर। जब त्यो मापदण्ड फलो गरेर बनाइन्छ भने किन विरोध गर्नु पर्यो? यस्ता कामहरू कसरी राम्रो गराउने भनेर जनताको तर्फबाट पोजिटिभली सपोर्ट गर्नुपर्नेमा हाम्रो जनताहरूको पनि हाम्रो पनि बानी के छ भन्दा लहलहैमा लागेर विरोध गरिदिने बानी छ। त्यसबाट आम जनता पनि मुक्त हुनुपर्छ। हजुर। काम गर्न पनि नदिने र हिँड्न पनि नदिने र बाटो पनि पार गरिनस् भनेर सरकारलाई गाली गरेर धारे हात लगाएर मात्रै त विकास त हुँदैन नि त। यो भनेको जनताले पनि सोच्नुपर्ने विषय हो र आम परिचालनमा काम गर्ने जति सङ्घ संस्थाहरू छौँ सबै सङ्घ संस्थाहरूले पनि, सामाजिक सङ्घ संस्थाहरूले पनि सोच्नुपर्ने बाटो हो। यो सामाजिक संस्थाहरूको पनि दायित्व हो कि जनतालाई बुझाउनुपर्छ। विनोद सर, यहाँले अब अन्तमा अब यो जुन कोरोनाको महामारी जुन संक्रमण छ अहिले चलिरहेको छ विश्वभरि, यस्तो अवस्थामा अब यो पूर्ण सरसफाइको माध्यमबाट, यो जुन पूर्ण सरसफाइको जुन सूचकहरू छ, जुन टुल्सहरू छ, यसको माध्यमबाट यो कोरोनालाई कसरी परास्त गर्न सकिन्छ, कोरोनासँग युद्ध कसरी जित्न सकिन्छ यो अभियानको माध्यमबाट अन्तमा? वास्तवमा कोरोना आफै मान्छे खोज्दै खोज्दै मान्छे कहाँ छ, म मान्छेलाई सार्छु भनेर आउँदैन, नम्बर 1। हजुर। नम्बर 2, व्यक्तिको सरसफाइ जन्ने कमजोर आनी बानीका कारणले कोरोना सर्छ। हात नधोइकन गएर कोरोना संक्रमित भएका ठाउँहरू, कोरोना भाइरसहरू रहेका ठाउँहरूमा पनि छुने, सम्पर्कमा पनि जाने, भिडभाडमा पनि जाने, राम्ररी प्रोटेक्टिभ मेजरहरू नअपनाउने, सुरक्षाका सावधानीहरू नअपनाउने, अनि त्यसपछि कोरोना लागिसकेपछि सरकारले यो गरेन र त्यो गरेन भनेर आम हडताल गर्ने, विरोध गर्ने बानी छ। त्यो बानीबाट पहिला मुक्त हुनुपर्छ। हजुर। साबुन पानीले जोखिमपूर्ण अवस्थामा हात धुनुपर्छ। कुनै पनि फोहोर छोइसकेपछि साबुन पानीले हात धुनुपर्छ। खाना खानु अगाडि, खाना बनाउनु अगाडि, दिशा धोएपछि, फोहोर छोएपछि, सार्वजनिक स्थलमा गइसकेपछि साबुन पानी राम्ररी मिकी हात धुनुपर्छ, जसका कारणले हातमा टाँसिएको भाइरसहरू बगेर जान्छ। हजुर। कोरोना हावाबाट सर्ने होइन, थोपाहरू, बोल्दा थुक्का छिटाहरू, थोपाहरू
र मसिना मसिना बाष्पहरूबाट सम्म सर्न सक्छ भनेर भनिएको छ। त्यस्तै सिगानबाट खगारबाट सर्न सक्छ भनिएको छ। ती पनि फोहोर नै हुन्। ती फोहोर जाने वस्तुहरूबाट टाढा रहनुपर्छ। भौतिक दूरी कायम राख्नुपर्छ। सरसफाइ जन्ने र अलिकति सामाजिक हिसाबले भौतिक हिसाबले होसियारी अपनाउँदा बित्तिकै हामी कोरोनाबाट बच्न सक्छौँ। अहिले हेर्ने हो भने क्वारेन्टिनमा कोरोना सर्यो किन? क्वारेन्टिनमा भिडभाड छ। क्वारेन्टिनमा सफाइमा ध्यान दिँदैन व्यक्तिले। क्वारेन्टिनमा बसेको व्यक्तिले साबुन पानीले हात नधोइकन भात खान्छ। क्वारेन्टिनमा बसेको व्यक्तिले भौतिक दूरी कायम गर्दैन। क्वारेन्टिनमा बसेको व्यक्ति 20 जना सँगै बसेर तास खेलेको सम्म हामीले देखेका छौँ। मैले समग्रमा कुरा गरेँ हो नेपालको। हजुर हजुर। होइन, त्यो जोखिमपूर्ण बानी व्यवहारले गर्दा क्वारेन्टाइन स्थल नै के भएको छ भन्दा कोरोना सर्ने स्थल भएछ। त्यो क्वारेन्टाइनमा आफै हावाले चाहिँ भाइरस ल्याएको होइन अथवा भाइरस हावाबाट बगेर आएको होइन क्या। हाम्रै सरसफाइ जन्ने कमजोरीका कारण, हाम्रै जोखिमपूर्ण आनी बानीका कारण त्यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्या हो। त्यसैले यो कोभिडलाई जित्नका लागि नम्बर 1 हजुर कोभिड कसरी सर्छ भन्ने कुरा थाहा पाउनु पर्यो। नम्बर 2 त्यो नसर्नका लागि मुख्य उपाय भनेको भाइरस आफूमा आउन नदिने। हाम्रो मानव शरीरमा भाइरस छिर्ने मुख्य 3टा ठाउँ हुन्। मुख हो, नाक हो र आँखा हो। नम्बर 1 मुख र नाक हुन् होइन। नाक र मुखबाट नै धेरै सर्छ। नम्बर 2 आँखाबाट सर्ने हो। आँखाबाट सरेर कोरोना पोजिटिभ हुने अलिक कम हुन्छ। विश्व स्वास्थ्य सङ्गठनले सम्भावना रहन्छ, तर मुख र नाकबाट जति भाइरस छिर्छ त्योभन्दा 5 गुणा बढी भाइरस आँखाबाट छिर्यो भने मात्रै बल्ल त्यसले कोभिड पोजिटिभ सिम्पटम देखिन्छ भनेको छ। भनेपछि कम्तीमा आँखा धोइरहने, बाहिर निक्लिँदा राम्ररी आँखामा गगल्स लगाउने, उपयुक्त मास्क उपयुक्त तरिकाले लगाउने, भिडभाडमा नजाने र जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने, हातले जथाभावी नाक मुख आँखा नचलाउने, यति मात्र गर्न सक्यो भने कोरोनाबाट बच्न सक्छौँ। यी सबै भनेको सरसफाइ जन्य व्यवहार नै हो। त्यसैले सरसफाइ जन्य व्यवहारको प्रवर्धनबाट र सामाजिक व्यवहारको प्रवर्धनबाट, सामाजिक सुरक्षित व्यवहारको प्रवर्धनबाट हामी कोरोना लाग्नबाट जोगिन सक्छौँ। कोरोना मात्र होइन, कोरोना त एउटा अहिलेको उदाहरण मात्रै हो। कोरोना अरू हजारौँ रोगहरूबाट जोगिन सक्छौँ। भोलि बिहान लाग्ने रोगहरूबाट जोगिन सक्छौँ। हस्, हुन्छ सर। यहाँले रेडियो स्वागतममा चौबटिया कार्यक्रमको लागि आफ्नो अमूल्य समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद सर। र यहाँले पनि मलाई आफ्ना विचारहरू, केही तथ्यहरू, आफ्ना भनाइहरू, आफ्ना धारणाहरू राख्ने मौका दिनुभयो र नेपालको पूर्ण सरसफाइ अभियानमा सहयोग पुग्ने गरी रेडियो स्वागतमबाट यो कार्यक्रममा आजको लागि यो विषय छनौट गर्नुभयो। त्यसको लागि सरसफाइ अभियान कर्मीका नाताले यसलाई पनि धेरै धन्यवाद र रेडियोलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। हस्, हुन्छ सर, धन्यवाद। श्रोतालोकन, अपने सब सुनलिए, हमरा सबके कार्यक्रम के समय से अंत दिस आबि गेल अछि। विषय प्रसंग रहै छै तऽ किछ समय बढ़ाबही पड़ै छै, मजबूरी रहै छै। अखन कोविड कोरोना वायरस के महामारी के समय में, संक्रमण के समय में सरसफाई अभियान के भूमिका कत केहन छै, कोन अवस्था में केहन सरसफाई करऽ पड़ते, और अखन जे नेपाल में पूर्ण सरसफाई अभियान जे चल रहा है देशव्यापी रूप में, खुला दिशामुक्त घोषणा पश्चात जो अभियान के थाली बेल से चल रहा है, वो अभियान के क्रम में संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार सबके की कर पड़ते, की विषय सबके उठान कर पड़ते, प्राथमिकता में रखा पड़ते, कौन कौन क्रियाकलाप सब रखा पड़ते, अपने सब प्रश्न सुनलिए। जहाँ कोई जनप्रतिनिधि सब सुन रहा छी, प्रदेश सरकार के कोई सुन रहा छी, संघ सरकार के कोई सुन रहा छी, तो ये कार्यक्रम मार्फत अपने सबसे आग्रह कर चाहब जे अपने सब अखन तक सर सफाई के विषय प्राथमिकता में नहीं रखने छे, जे जन्म से लक मृत्यु पर्यंत तक कखनो हमरा यहाँ के साथ नहीं छोड़े वाला सर सफाई विषय के हम यहाँ छोड़ देने छे। विकास के बात करे छे, बजट में नीति तथा कार्यक्रम में विकास के बात करे छे, आय एत सड़क बनेबे, काल ओत सड़क बनेबे, नाला बनेबे, इनार खनेबे, बोर्डिंग धसेबे, पार्क बनेबे, स्कूल बनेबे, पोखरी सौंदर्यकरण करबे, सब चीज तो लबे छे, पोखरी खनेबे। मुदा सबसे मूल बात, जेकरा अखन जय परिवार के, जे गरीब होई, जे दलित बस्ती होई, जे अखन साबुन के पहुंच में नहीं भेल पुगल छे उ बस्ती, जे अखन शौचालय के पहुंच में नहीं पुगल छे, ओई बस्ती के लेल
उ प्रभावित बस्ती के लेल, उ टोल के लेल अपने सब किया प्राथमिकता नहीं दै छियै? बजट में हो चाहे कार्यक्रम में हो, अपने सब सुनलिए कोन हिसाब से प्राथमिकता दिल जा सके। वहन बस्ती सबके विकास मात्र पोखरी खनला से नहीं होते, विकास मात्र सड़क बनेला से नहीं होते। स्वास्थ्य आ शिक्षा ई दूटा चीज महत्वपूर्ण है। जाबे अहाँ स्वास्थ्य के अवस्था से जे नीक नहीं अनबे, शिक्षा के अवस्था नीक नहीं हेते, ताबे कोनो चीज के सुधार काम नहीं लगते। वही के लेल आदमी के चेतना चाहिए, शिक्षा चाहिए। स्वास्थ्य केना रहते, संसार सुंदर केना रहते, अपन गाँव ठाउँ सफा सुंदर केना हेते, वही के लेल शिक्षा चाहिए, जनचेतना चाहिए। हरेक जे प्रभावित बस्ती है, जत गरीब दलित बस्ती है, जरा चरपी बनाबे के अवस्था नहीं है, ओहन अवस्था सब है, ओकरा सबके लेल अपने सब अनुदान के बात नहीं करब, मुदा केना को बस्ती व्यवस्थित हेते, सब गोरा चरपी प्रयोग के सुनिश्चित हेते, सब गोटे चरपी में जेते, साबुन पानी से हाथ धोते, बहुत ही अपने सबके काम सब कर के छै। वो बस्ती में परिवर्तन के मुहार सब फेर के छै, परिवर्तन लाबे के छै। बहुत ही अपने सब नीति तथा कार्यक्रम में क्रियाकलाप सबके प्राथमिकता दियो, बजट सब लबियो। मात्र पोखरी के सौंदर्यकरण केला से आदमी के स्वास्थ्य के अवस्था से जे ऊपर चल जेते से नहीं है। कियाक त अपने सब सुनलिए गरीबी, भुखमरी, तकर बाद बिरामी के दर, रोगी होबे के दर सब 2 नंबर प्रदेश में ज्यादा है। अशिक्षा के कमी, शिक्षा के कमी जे छै अखनो 2 नंबर प्रदेश में ज्यादा है। गरीबियो 2 नंबर प्रदेश में ज्यादा है। आ बिरामियो होबे के दर 2 नंबर प्रदेश में ज्यादा है। कारण कथी छै? यह सब है जे प्रभावित बस्ती सब, टोल सब, गांव सब है, ओ तो हमरा के प्रभावकारी योजना आ कार्यान्वयन आ बजट नहीं पुगल है। हमरा के बजट आ योजना सब अन्य शीर्षक में खर्च भरल है, जथाभावी बाट रहल है, मुदा जत सुधार करे के चाहिए ओत नहीं पुग रहल है। अपेक्षा रखने छी अपने सबसे, जब कार्यक्रम सुनली, अत्यक रास बहुत रास बात सब अपने सब सुनली। प्रदेश सरकार, स्थानीय सरकार, संघ सरकार के जन्म से लक मृत्यु पर्यंत तक जे सर सफाई चले छे, वो सर सफाई के छोड़ला के बाद की फायदा बेफायदा सब होय छे अपने सब सुनलिए। वही के लेल अपने सबके आग्रह कर चाहब ई कार्यक्रम के मार्फत जे अपने सब कम से कम जे अखनो चरपी के पहुँच में नहीं पुगल छे, वन बस्ती, वन परिवार के लेल अपने सब कोन नीति नियम बनावे पड़ते, कानून बनावे पड़ते, ओकरा पहुँच में लाबे के लेल, ओकरा सबके अखन कोरोना के समय में साबुन पानी से हाथ धो, ओहि के लेल ओकरा सबके पहुँच में लाबे लेल की करे पड़ते, ओन योजना सब अपने सब जे 10 गते तक अपने सब बजट लाइब रहल छी, नीति तथा कार्यक्रम सब लाइब रहल छी, ओहिमे अपने सब ओकरा सबके खास कर लक्षित क के प्राथमिकता में रह के अपने सब योजना लियो, बजट लियो से आग्रह कर चाहब। कियाक त जाबे ओकरा सबके विकास नहीं हेते ताबे समग्र विकास के जे बात करे छिए, एक घर एक धारा, एक घर एक चरपी, एक घर एक रोजगारी, अनेक नारा सब जे दै छी अपने सब स्थानीय सरकार, ई पूरा नहीं भ सके। एकटा चीज विकास करबे, दोसर चीज छूट जेते। ते दुआरे समग्र विकास के बात करबे तो समग्र विकास के बात में सब समेट पड़ते। ये आग्रह करैत आई के कार्यक्रम से, आई के कार्यक्रम में अपने सबके फोन नहीं लेव सकली, ओहि के लेल अपने सबके बीच में क्षमा चाहब, से अपने सबके विश्वास दिया चाहब। प्राविधिक मित्र बहुत देर से इशारा करल छे समय समाप्ति के, ते आई के चौबटिया कार्यक्रम से हम विनोद महतो अपने सबके बीच से विदा चाहब। काल भोर में सेहो अपने सभी कार्यक्रम सुन सके छी, से जानकारी सेहो कराबे चाहब। आई प्राविधिक रूप में साथ दिलत प्राविधिक मित्र विष्णु जी के सेहो बहुत बहुत धन्यवाद देत। हम कार्यक्रम संचालक विनोद महतो अपने सबके बीच से विदा चाहब। अपने सब सुनते रहब रेडियो स्वागतम 89 मेगाहर्ट्ज। नमस्कार।